आजको शीर्षक खोला र झोला। गन्ध र हिलो भएको नालामा हिलो लागेको थियो हात खुट्टा र गालामा। प्लास्टिकको बोतलहरू थियो ठुलो झोलामा। एउटा बालक हेरे फोहोर थुपारिएका खोलामा। चैत्रको अपराह्नको घाम, थाहा भएन उसको के थियो नाम। निराश अनुहार, आँखा रसिलो, खाली बोतल टिप्ने उद्देश्य कसिलो। छेउको रुखको छायामा लिन आयो विश्राम। कलम समाउने हातको बोतल टिप्ने काम। हेर्न सिधा गर्दै नुराको ऋण, उसकै उमेरको बच्चाहरूको भिड। झोला, जुत्ता, कमिज, प्यान्ट र टाई, उसको नजरमा स्कुलबाट आउँदै दिदी र दाई। हेरेर उनीहरूलाई अनुहारमा मुस्कान आइदियो। एकछिन बालक मनको लड्डु घिउसँग खाइदियो। टाढासम्म देखिराख्यो उनीहरूले बोकेको झोला। उसको गन्तव्य फेरि छेउको खोला। खोलातिर जाँदै किताब पछि टिङ्कल टिङ्कल बोल्दै मुखले। आँखा रसायो म पनि हिँडे चित्तको दुःखले। आँखा रसायो म पनि हिँडे चित्तको दुःखले। Thank you very much for listening my poem.